धन्यवाद छ सबिना बहिनी। यस कार्यक्रमका सभापति महोदय, हिरा एजुकेसन कन्सल्टेन्सीका एमडी तथा म चाहिँ रवि झाजीलाई पनि म सम्झिँदैछु र त्यस्तै आजका प्रमुख अतिथि नेपाल क्रिकेट सङ्घका अध्यक्षज्यू, त्यस्तै उपाध्यक्षज्यू, क्रिकेट सङ्घका सदस्य, साथै प्रतिनिधि सभाका सदस्य मनीष कुमार झाजी लगायत यहाँ सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, सङ्घ संस्थाबाट पाल्नुभएका महानुभावहरू र स्पेसल्स हाम्रो चाहिँ पूजा महतो, जसले देशको सर ठाडो गरेको छ र साथै यहाँ उपस्थित दाजुभाइ तथा दिदीबहिनी र पत्रकार मित्रहरू, सर्वप्रथम म धन्यवाद भन्छु। वीरा एजुकेसन कन्सल्टेन्टलाई जसले मलाई सम्मान गर्यो र साथै पूजालाई ब्रान्ड एम्बेसेडर, होइन सुन्नमा पनि कति ब्रान्ड एम्बेसेडर त्यो दियोमा म धेरै धेरै धन्यवाद भन्छु र दुईटैलाई बधाई छ, बेस विशेष पनि छ। आगामी दिनमा हिरा एजुकेसन कन्सल्टेन्सी फुलोस् र त्यस्तै पूजाले आगामी दिनमा अरू नेपाली ट्रफिजहरू नेपाली क्रिकेट एसोसिएसन नेपाललाई ल्याएर देओस्, यो मेरो शुभकामना छ। र म अलिकता चाहिँ यहाँ म चाहिँ टाइम लिन्छु, अब भन्ने मौका पाएको छु र टाइम त लिनु पऱ्यो हो नि सर। सो एक सबभन्दा पहिला त एउटा क्ल्याप गरौँ पूजाको लागि। म थ्याङ्क्स भन्छु हाम्रो चाहिँ जुन भिडियो यहाँ प्रेजेन्टेसन गर्ने भए साथीहरूलाई पनि, उहाँले चाहिँ अलिक झलक दिएको, त्यसमा म पनि अलिकता मेरो पनि ब्याकग्राउन्ड सेम त्यस्तै छ। म पनि गाउँबाट हुर्केको मान्छे, ऊ पनि अछाम भन्ने गाउँ भन्ने कुरा हजुरलाई थाहा होला, एकदमै विकट। त्यहाँबाट स्टार्ट गरेको जर्नी मैले क्रिकेटको। सानै थिएँ, बुवा मुम्बई जाने भनेको काम गर्ने हो। सो बुवा गएको 4 वर्षपछि म पनि मेरो फ्यामिलीसँग गएँ र त्यहाँ मैले क्रिकेट खेल्ने, स्ट्रगल गर्ने। त्यसमा मलाई साथ र सहयोग दिने मेरो स्पेसली मेरो बहिनी, होइन, दाई, त्यसपछि आएर मैले चाहिँ मेरो साथीहरू जति पनि छन्, होइन, मेरो एक साथी पनि यहाँ सँगै हुनुहुन्छ, हेमन्त भट्टराई, होइन, अरू सर सन्चै हुनुहुन्छ, गुड। त्यसको अरूभन्दा पनि अब स्पेसली त्यो म अलिकति चाहिँ सबिना बहिनीले भन्यो कि हकी यस अफकोर्स मैले हकी खेलेँ। मैले 1995 को मैले साफ गेम खेलेँ धनगढीमा। उतिखेर म क्याप्टन थिएँ मेरो क्षेत्रको र त्यतिखेर चाहिँ म क्रिकेट खेल्थेँ, तर मेरो पार्ट टाइम मैले चाहिँ हकी स्कुलमा खेलेकोले मलाई अलिकति डिब्लिङ गर्न चलाउनु आउँथ्यो राम्रोसँगले। सो मैले त्यो कोचको अगाडि चाहिँ डिब्लिङ गरेको, त कोचले मलाई चाहिँ ल नेसनल खेल्नुपर्छ भनेपछि मैले पनि मौका पाएपछि किन चौका नहान्ने भनेर मैले खेलेको। तर आई लभ हकी, तर क्रिकेट मेरो त ब्लडमा छ क्रिकेट। त्यसको साथसाथमा म यहाँ हाम्रो अध्यक्ष पनि हुनुहुन्छ, उहाँले जुन चाहिँ भनौँ न आई थिङ्क 2 कार्यकालभन्दा पनि बढी चाहिँ उहाँ क्रिकेटमा लाग्नु भएको छ। त्यस्तै मैले पनि मेरो पनि 45 त भइसक्यो होला क्रिकेटमा लागेको, आई थिङ्क 50 को नजिकै छु। सो जर्नी पनि हामीको सेमै छ। उहाँ पनि सुदूरपश्चिमबाट बिलोङ गर्छु, म पनि सुदूरपश्चिमबाट। र स्पेसली पूजाको लागि म भन्दैछु कि जब म वुमेन्स टिमको मलाई चाहिँ क्रिकेट सङ्घले चाहिँ मलाई जिम्मेवारी दिएको थियो, त्यतिखेर चाहिँ रोशन सिंह उपाध्यक्षज्यू अहिले हुनुहुन्छ, उहाँ उतिखेर कोषाध्यक्ष हुनुहुन्थ्यो आई थिङ्क। उहाँले चाहिँ दाइ एउटा चाहिँ इन्डियामा चाहिँ बहिनी छ, एकपल्ट हेरिदिनु पऱ्यो भन्ने। मैले अफकोर्स वाइ नट, एउटा नेपाली क्रिकेटमा आउँछ भनेपछि एउटा त हाम्रो लागि ठुलो कुरा। हाम्रो ड्रिम थियो कि सबभन्दा पहिला कि वुमेन्स टिमले मेन्सभन्दा वर्ल्ड कप खेल्छ भन्ने कुरा थियो। त्यो यो हिसाबको पर्फर्मेन्स आई थिङ्क 2007 देखि जर्नी छ। त्यसपछि गएर चाहिँ बोलाऊ भने आएँ, हेरेँ, मलाई पनि 2-3 दिन उहाँसँग ट्रेनिङ गर्ने एउटा मौका पनि पाएँ मैले। इज गुड, मैले पनि सी इज गुड, राम्रो छ, अगाडि बढ्न सक्छ। खेल्यो, अलिक पर्फर्म भयो, खेल्नु होला। तर बट नाउ डेज पूजा भनिरहेको छ, पूजा त विश अल द बेस्ट। त्यस्तै गरेर चाहिँ नेपाली क्रिकेटलाई यस्तै पूजा गरेर अगाडि बढाऊ। यो अरूभन्दा पनि मेन चाहिँ क्रिकेटलाई अगाडि बढाउने रिस्पोन्सिबिलिटी तिम्रो हातमा छ। अरू पनि प्लेयरहरू चाहिँ यो होइन कि छैन, तर एउटा चाहिँ तिमीले लिडरसिप 19 मा जुन एउटा पर्फर्म गरेको छ,
फर्स्ट टाइम हामी चाहिँ वर्ल्ड कप खेल्दैछौँ भनौँ न, सो त्यो एउटा प्राउड मुमेन्ट हो हाम्रो लागि। त विश अल द बेस्ट अनि वन्स अगेन सो थ्याङ्क यू सो मच वीरा एजुकेसन कन्सल्टेन्सीलाई, जसले कि हाम्रो चाहिँ पूजालाई जुन एउटा तपाईँहरूले लङ टर्म चाहिँ एउटा ब्रान्ड एम्बेसडरको चाहिँ नियुक्ति गर्नुभयो भन्ने किसिमले, सो धेरै धेरै धन्यवाद छ। र मलाई जुन चाहिँ यो सम्मान गर्नुभयो त्यसको लागि पनि म धेरै धेरै धन्यवाद छु, आभारी छु। र यो चाहिँ वीरा एजुकेसन कन्सल्टेन्सी फलोस् फुलोस् भन्ने कुरा म पशुपतिनाथसिंहको प्रार्थना गर्छु। धन्यवाद छ।